सकेला नाचेर कस्तो भइरहेछ आज? एकदम गर्मी, एकदम रमाइलो यहाँ हेर्नु कपाल फिलिङ त। ल हाम्रो ग्रुपले तटबाट हेरिसकेको अवस्था यहाँनिर। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे। तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। आजको ब्लग चाहिँ के हुनेछ भने देखिसक्नु होला मेरो दौरासुरा। सोचिराख्नु होला च्याउ नाच्नु छैन। आज म सकेला जाँदैछु। हराइहरूको विशेष नाच सकेलामा के कस्तो हुनेछ तपाईँहरूलाई अब म सकेलाको देखाउने छु। आजको मेरो फुल भिडियो भनेकै सकेलाको हुनेछ। त्यहाँ रहेर के कस्तो हुनेछ देखाउनु होला। नयाँ सब्सक्राइब गर्नु नबिर्सिनु होला। अब म घरबाट निस्किन आँटेको, सो ट्युन अन माई युट्युब। ल मैले बनाएँ अब सेवा उता पो निकालेको रहेछ। खोइ म त हात जोड्नु भ्याउँदिनँ पर्दैन हौ। अहिले हेन्छ भइरहेको हेर्छम र राम्री भएर कता हौ ए आज के छ र यति राम्रो देखेको हौ दुईजनालाई। आज राईहरूको महाचाड छ नि हौ आज त। धन्यवाद तपाईँहरूलाई राई हुनु परेन। आज चाहिँ सकेला नाच्ने हिँडेको म दुईजना राइनीहरूसँग। डिम्बुनी राइनी र सम्झिरहेको होला क्या। हाल्छु नि फेरि म फेरि। सकेलामा हिँडेको कस्तो भइरहेछ राइनी बहिनीहरूसँग। यता चाहिँ त्यो राइनी, यता चाहिँ 50% राइनी नमिले। म पनि राई हो आज चाहिँ, यङ राई हो म। के अरे यालुङ के हुन्छ नाम भनेर म चाहिँ 50% हो, 100% बनाउन खोजिदिनु यहाँनिर। यालम्बर राइनीहरूको यालम्बर आज चाहिँ म। भन ल भन। यता चाहिँ सुम्नीमा हो। पारो हाम्रो खोजीमा छु। शिवजीको खोजीमा पारो हाम्रो के त शिवजी। अनि कता छ भन्दै खोजेछु। पारुवाङ सुन्नीमा भनेकै अनि हो नि त, पार्वती र शिवजी हो। थाहा छैन हामीहरू भन्दैन नि त पार्वती र शिवजी। कति रामायण भरिनेको हामी किरातीहरूले भन्दैन। आज चाहिँ भन्नु परेन है कहाँदेखि, त्यही भएर यहाँनिर घाम चर्का लागेको रहेछ है। आफ्नो ल साथी हो, म नेपाल आएको छु। कसलाई के चाहिन्छ घरमा लिनु भेट्नु आउनु होला। कसैले चाहिँ सुँगुरको मासु त गएर आउनु धेरै पर्दैन होइन, धेरै परेन। एक पोको भयो हुन्छ, एउटा फिला भए पुग्छ। किन के छ त 54 रुपियाँ गइसक्यो। त्यहाँ पढेको छु पैसामा। सिन्धुली म सिन्धुली आउँदैछु एकटा हो। रैला हान्नुपर्छ आज। ओ सिन्धुली ए ल अहिले चाहिँ हामी यहाँ सकेला ठाउँमा। मेरोमा छाता छैन, म छाता किन्दिनँ, छाता बोक्दिनँ। कता बस्ने हौ? ताप्लेजुङ पाङ्ली
ल आज चाहिँ आज म ससुराली हिँडेको मेरो चाहिँ ससुराली आयो फेरि हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो ससुराली राई त्यो भएर आएको राई म चाहिँ कसैले बोक्ने हुने सबैलाई सबैको को त हो सोल्टी चिप्टिक्क परेर बाटो औ म पुऱ्याइदिन्छु तिम्रो खुट्टा काँधमा हाल न त आज चाहिँ कहाँ जानुभएको अरे तपाईँहरू आज चाहिँ म छातै बिर्स्यो नि मेरो ससुरालीले इन्भाइट गरेर साथीलाई नाच्ने खाता किन छ यहाँ तिरपाल हुँदा यसरी ल ठिक छ साकेला बढाल्छु भन्ने थियो बढाल्ने नि क्या उसले बुझ्यो न कमिला नि त्यो खै आज साकेला नाच्नु आएको एकजनालाई चाहिँ व्यस्त गरेर जानुपर्छ जङ्गल अघि सिक्दै गर न केटा तिमीहरू पनि म मात्र सिक्नु भरे मको पर्ला ट्रेनिङ गरेर आएको ए हो त्यो बेला ढिलो आएको होइन यहाँ मेरो एकजना ल अब साकेला नाच हेर्नुपर्छ यहाँनिर के कस्तो छ हामीलाई आउँदा दिदी नाच्नु आउँदैन क्या आउँदैन क्या दिदी भोलि नाच्छु ल म आज अलिक टाइम छैन हो बहिनी नाच्नै आउँदैन जातले पाएको कि तर संस्थाले साथ नदिएको जातले पाएको संस्थाले साथ नदिएको हो क्या मलाई ल अब हामी यहाँनिर यहाँ खान्थे पिन्टेको व्यवस्था छ यहाँ खाने अहिले यसबाट नाच्ने हो साकेला चटपटे खाने प्लानिङको अवस्था भइरहेको सरी
सपाल्यो ल हाम्रो ग्रुपले तटपटे भइसकेको अवस्था यहाँनिर तटपटेहरू राम्रो नाच कला मेरा सोल्टेनी सकिसक्यो नाच्नु सकिसक्यो ल ठिक छ राम्रो छ राम्रो म हेर्दैछु तिमीहरूको डान्स हेर्दैछु म हेर्दैछु नाच न त्यसलाई म त्यहाँ भिडियो बनाइदिएको छु एकदम राम्रो छ जोस झिके जोस जहाँ सकेला नाचेर कस्तो भइरहेछ आज एकदम रमाइलो यहाँ कपाल पिलित अनुहार पिलित कपाल चिलित अनुहार पिलित आँखा हङकङवासीहरू एन्जेला मुभी हेर्न आइदिनु हुन अनुरोध गर्दछु मे 25 तारिक कम्युनिटी हल यमताई कम्युनिटी हल धन्यवाद
भइसकेछ त नि यो भएको अघि भएको रिहर्सल गर्दै हो टेक्निकल प्रब्लम म चाहिँ यस्तो भन्ने हो के अरे तपाईँको उयसमा भनिरहेको नि हामीले नेपाली सुपरहिट चलचित्र एन्जिला भएन ल अब चाहिँ हामी घरतिर लाग्यो आजको मेरो भेग यस्तै इच्छा हेर्दै गर्ने सब्सक्राइब गर्ने आज त छोरीहरूसँग साकेला नाचेर धेरै थाक्यो अब नेक्स्ट साकेलामा भेटौँ है छोरीहरू मैले बुझेँ मार्गहरू त थाहा छैन थ्याङ्क यू फर वाचिङ माई ब्ल्याक सो अहिले हामी साकेला नाचिसकेर अब घरतिर फर्किने छु अहिले हामी चाहिँ मिनी बसमा चढेर अब यङजन त्यहाँदेखि स्टेसन के अरे त्यहाँदेखि ट्रेन स्टेसनदेखि जाने हो सो हेर्दै गर्नु कस्तो भयो दिदीहरू आजको साकेला मेरा दिदीहरू साकेला कस्तो भयो साकेला मलाई त राम्रो लाग्यो अब तपाईहरुलाई कस्तो लाग्यो मलाई त राम्रो लाग्यो राइनीहरू मलाई पनि एकदम राम्रो लाग्यो मस्त मोला अर्को साल जे होला यसपालि होइन हाम्रो युवा साथीहरू छिटाउन यार युवा साथीहरू बाहिर बसिरहेको छ सो आजको मेरो भ्लग यस्तै रह्यो के कस्तो रह्यो हेरेर साथ दिनु होला अनि तपाईको त भ्लगको त भएन त हामीलाई चाहिँ 6 महिनापछि है अब ओके साकेला ल अब हामी चाहिँ ट्रेन चढेर घरतिर जाँदैछौँ साकेला नाचेर सो मेरो भ्लगमा यस्तै छ साथ दिनु होला ल दिदी होइन हाम्रो एकदम लेजेन्ड दिदी नयाँ म चाहिँ अब क्यामेराम्यान परेँ मेरो थोप्रा देख्न सकिनँ मेरो यस्तो घोरबिल्ला मेरो ल अब अस्ति चढेर जाने हो घर लु भिडियो बनाऊ अब हाम्रो लास्ट भिडियो बनाऊ अब हाम्रो अन्तिम भिडियोमा यहाँनिर हाम्रो दिदी बहिनीहरूको प्रस्तुति